हेलो हाई नमस्ते। आज चाहिँ बाबुको लागि ओट्स बनाउन लाग्दैछु। म चाहिँ बाबुलाई बुबु दिन्न, ऊ 2 बार सक्नुहुन्जेलसम्म दिन मिलेको छैन। अनि पानीमा ओट्स बनाउँछु। पानी उमालेपछि ओट्स लगाएँ। ओट्स लगाएर चाहिँ 2-3 मिनटको लागि पाक्न छोडिदिएँ। पाकिसके पछाडि चाहिँ यस्तो बनेको छ ओट्स चाहिँ एकदमै छिट्टै पाक्छ। अनि यसमा म बाबुलाई मिश्री लगाएर दिन्छु कहिलेकाहीँ। अनि बिहानै कहिले चाहिँ मिश्री गुलियो कसरी दिनु भनेर आज चाहिँ मैले ल्याक्टोजिन लगाएकी छु। ल्याक्टोजिन लगाएपछि अलिअलि गुलियो हुन्छ अनि उसले चाहिँ दबाईले खान्छ। त्यही भएर मैले मिश्री लगाइनँ, बिहानै थियो। अनि ल्याक्टोजिनले नै काम गर्छ भनेर। तपाईँहरूले चाहिँ मिश्री लगाएर दिन पनि सक्नुहुन्छ। म चाहिँ यसरी बनाउँछु।